सो हेलो एन्ड नमस्ते गाइज, तपाईहरुलाई स्वागत छ द प्रोजेक्ट 07 भ्लगमा हैन। न्यू डे न्यू भ्लगको साथमा आइसकेको छु। आज चाहिँ एकदम गर्मी बढिरहेको छ, त्यही भएर आज हामी नेचुरल स्विमिङ पुल फेरि अर्को ठाउँ गडुवा जान आँटेको। सुसाइड पोइन्ट छेउ टक्क पारा हाम्रो बाइक चाहिँ यहाँ छ। हाम्रो केटाहरू सो त्यही गाइज अब टक्क पारामा तपाईँहरूलाई म एकैचोटि रोडमै पुगेर भेट्नेछु ल। त्यही गाइज टक्क पारामा मैले तपाईँहरूलाई बाटोको क्लिप चाहिँ देखाउन सकिनँ, किनभने बाटो यस्तो डेन्जर थियो एकदम। भनेको गाइज मुस्ताङको फिल आयो क्या। टक्क पारामा वहाँ डाँडाबाट आएको हामी नुहाउनुलाई भन्ने हो कि होइन। कस्तो भयो त राइड यादवजी? केही बोलिदिनु बवाल भएको छ हो यादवजी, ह्यासट्याग यादवजी है। सो त्यही हो गाइज, अब तपाईँहरूलाई म बाटो देखाउँदै लान्छु हेर्नु है। टक्क पारामा भरे तपाईँहरूलाई जाँदाखेरि देखाउँछु म बाटो। यस्तो बवाल थियो, बवाल भन्दा पनि है मेरो फेरि त्यो अस्ति लिक्विड हालेको टारमा फेरि नट हालेको थियो कि भरे त अहिले त पुरा अघि त नट चढ निस्केर हावा लिक हुन थालेछ। टक्क पारामा ट्युबलेस टायर बनाएको त्यही हो फाइदा होइन जिगु। वाउ नेचुरल स्विमिङ पुल हामी आइसकेको छु। के कडा मुख चाहिँ सम्हाल्न न यार तिमीहरूको त्यो के भ्लगमा भरे हालिदिन्छु नि फेरि म। बस बहुत हो गया। जसको इज्जत छैन त्यसलाई के को फरक पर्छ त अनि। टक्क पारामा गएछ अब चाहिँ हामी जाँदैछौँ है यो। अब यहाँदेखि कति मुनि टाढा जानुपर्ने हो त्यो चाहिँ थाहा छैन होइन हजुर। यो के को झुलुङ्गे पुल हो हट। तपाईँहरू भ्यू देख्न सक्नुहुन्छ होला। हामी गलत बाटो आयौँ कि अब त्यताबाट चाहिँ सही होला क्या। ओ माई गड। सो त्यही हो गाइज, अब जाँदाखेरिको भ्यू देखाउँछु होइन। टक्क पारामा तपाईँहरूलाई म सिनेमेटिक भ्यू देखाउँदै लान्छु ल। एकैचोटि हाम्रो अन द स्पोट नेचुरल स्विमिङ पुल पुगेर देखाउँछु है गाइज। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सब्सक्राइब कमेन्ट हानिदिनु पर्यो टक्क पारामा होइन। भ्लग मात्रै हेरेर भएन नि त, फोन मात्र समातेर भयो त, सब्सक्राइब पनि हान्नु पर्यो नि त टक्क पारामा ल। त्यही हो गाइज, सिनेमेटिक क्लिप देखाउँदै तपाईँहरूलाई म सिधै हाम्रो गन्तव्य नेचुरल स्विमिङ पुल लान्छु है। सो त्यही गाइज पौडी खेल्न चाहिँ आएको अरे। हेर्नु नि यस्तो बिल्ला भयो, पानी छ न केही छ। अब टक्क पारामा यहाँबाट हामी लाग्दिसकेको। सरभन्दा अब कहाँ जाने हामी? यस अब हामी हाम्रै लोकल एरियामा गएर खेल्ने हो स्विमिङ पुलमा गएर। यत्रो हिँडेर आएको केही अर्थ बढ्थ्यो भएन क्या गाइज, यत्रो होइन। अब जे भए पनि आइहाल्यौँ खेलौँ भनेको। अब प्याक पनि त्यस्तै रहेछ, बाटो पनि त्यस्तै खत्तम। तपाईँहरूलाई झन् अफरोडको बाटो देखाउँछु गाइज। अफरोडको बाटो देख्नु भने छक्क पर्नुहुन्छ क्या, त्यस्तो खतरा छ झन्। बाइकमा हल्का प्रब्लम आइरहेछ, के साह्रो गर्मी हो त्यही त। अब टक्क पारामा हामी यहाँदेखि फेरि उकालो चढ्नु पर्ने हुन्छ। टक्क तरिकामा चाहिँ एकैचोटि तपाईँहरूलाई म बाइकमै लगेर भेट्छु ल। सो त्यही गाइज, अब टक्क पारा हामी यहाँबाट निस्किनु पर्ने हुन्छ। के गर्नु, मङ्की मार्क्स र ग्लोभ्स यहाँ कहाँ छोड्यो क्या। यहाँ मुनिमा झऱ्यो कि माथि छ कि टिकटहरूले चाहिँ माथि नै छ भन्छ। बाटो चाहिँ खत्तम छ, यहाँ तान्छ कि तान्दैन। त्यही गाइज अब अफरोड देखाउँछु तपाईँहरूलाई म कस्तो हुन्छ अफरोड यताबाट। एकदम बाटो चाहिँ डेन्जर छ है गाइज। साथी अनि यहाँ कहाँ भन्ने बित्तिकै घुम्छ बाइक। गडामा पनि आएको गाइज, अस्तिको पालि पनि पानी थिएन, योपालि पनि पानी छैन। थेटरिका हो जोत्न तेलको नाश मात्रै भयो यार। गाडी त साथी पम्प पनि हेर चिस गर्छ है।
गाडी पनि धराप धराप छ। यहाँ त अघि कति पानी थियो त। मैले माथि छोडेर मेरो ग्लोभ्स र मङ्की मार्क्स। त्यही हो गाइज, लभली छ बाटो चाहिँ, तर बाइकले पो तान्छ तान्दैन। ओह्रालोमा त लभली आयो अघि, अब पो छ गाइज डेन्जर उकालो त। एक माकी तान्छ कि क्या तान्दैन। बाइक चाहिँ कसम भनेको कबाडी हुने पर्यो बाइक चाहिँ। ओला आइसकेको त्यत्रो गाइस, डाँडा पनि काटिसकेछ। मलाई त थाहा पनि भएन डाँडा काटेको। त्यही गाइस, हामी डाँडा पनि काटेको। यहाँ मेरो ग्लोभ्स र हो बिहार ग्लोभ्स र मङ्की मार्क्स चाहिँ भेटियोस्। सोध त है साथी। अङ्कल अघि हाम्रो केही सामान छुटेको थियो, ग्लोभ्स थियो। हातमा लाउने पन्जाहरू। होइन हामी अघि सबजना गएको थियौँ। हेर त भित्र त गएको थिएन त्यो, बाहिरै बसेको यार। छैन मङ्की मार्क्स पनि सक्यो। ब्यागमै छ। तिम्रो ब्यागमा त हालिन हेर त, तिम्रो ब्यागमा खोइ लाग्छ तिम्रो ब्याग। त्यो बाहिरको झोलामा हेर्नु, अगाडिको झोलामा पहिला। तनाव भयो गाइस। मुनि छोड्यो क्या यार, फेरि मुनि जानु। मङ्की मार्क्स राख्यो त्यो झन्डै मार दाहरूले। मैले चाहिँ यो बन्द झोला चाहिँ बन्द गरेको थिएँ। ए गाइज होइन, फोन पनि, फोन भन्दा नि ग्लोभ्सहरू पनि भेट्यो यार। यो त मेरो त गिफ्ट पो थियो। जिल्ला हुन्छ नि त गिफ्ट खराब भएको छ। माइक कहाँ राखेको छौ? माइकी हेलमेटमा। झन्डै मार दाइले। सरमनजी ठिक भइदिरहेको नि हौ। म त एकछिन त यार यत्रो महँगो हरा भन्ने त। त्यो गाई तपाईँ हामी निस्किनु पर्ने हुन्छ। ओ एङ्गल हेर त। यो उकालो त लामो छ जस्तो लाग्छ, कति छिटो काट्यो नि। सो त्यही हो गाइज, हामी चाहिँ अघि केटाहरूले जुन मेन बाटो चाहिँ आउनु पर्ने त्यो बाटो छोडेर कुन बाटो ल्याएको यत्रो हर्न बजाइरहेको छु तर पनि सुनेन केटाहरूले होइन। अब मेन बाटो कहाँ हो यो मलाई नै थाहा छैन। केटाहरू अगाडि गइसकेको छ, त्यत्रो हर्न बजाएको यार, झन् यत्रो ठुलो हर्न लाग्दा पनि सुन्दैन। अलिक पछाडि जाउँछ।
सो त्यही गाइज अब हामी पनि रन्किएर जानुपर्ने हुन्छ यिनीहरूको कुदाइ रन्किरहेको छ यस्तो अफरोड छ मेरो त अघि हावा चिस चिस गर्दै गएको गाइज लिक्विड पनि सकिसक्न आँटोला हेर त आएको छ बाटो र स्कुटी बाइकको आयो सो त्यही गाइज कहाँ गाउँ गाउँको बाटोलाई पुरा केटाहरूले हामीलाई अघि उसको स्टोरेज पनि फुल भएको छ फोनको त्यही भएर झगडाहरूको क्लिप पनि थियो केटाहरूसँग त्यो चाहिँ भएन छ क्या मतलब हल्का खोइ यार बाटो छ जस्तो चाहिँ लागेन यार मलाई कहाँ ल्यायो घारी घारी बगान सगान ल्याएको केटाहरूले बाटो छैन अगाडि चाहिँ म कस्तो गिद्दी भयो भने नि यार थेरी गाडी शुद्ध गाह्रो भयो सुत्दै जानु परिरहेछ के गर्नु गाइज अब सिधै छु म यताको त नजु कस्तो गिदी भयो भने नि अब कस्तो साइको बाटो जाँदाखेरि साइको जग्गा यो बाटो यस्तो गाह्रो हुन्छ अब बरु त्यही बाटो सजिलो छ क्या यस्तो हुन्छ सुन्दैन केटाहरू कुन बाटो ल्याउँछ मासला रिसै उठिसक्यो मुला कमसेकम यस्तो राइडमा हिँडिरहेछ यस्तो गर्छ केटाहरू यार मामाले पनि क्लियर गर्छ नि त फेरि सो त्यही गाइज तपाईँहरूलाई म डाइरेक्ट अब सिधै हाइवे निकालेर देखाउँछु र कति अफरोड देखाउनु फिस गरो त्यो ब्रेकको कराको सो त्यही गाइज तपाईँहरूलाई एकैचोटि म अब मेन हाइवेमै रोडमै गएर भेट्छु ल अहिलेको लागि यति नै मलाई पनि एकदम पारो तातिरहेको छ यस्तो बाटो देखेर जुन राम्रो बाटो चाहिँ छोडेर आइयो त्यही गाइज हामी चाहिँ टक्क अब आधी बाटो आइसक्यौँ अघि यही बाटो गएको थियौँ कि केटाहरूले बिल्ला गरेर फेरि कहाँबाट एउटा डाँडा घुमाएर लोडालेर फेरि यही बाटो ल्याइसकेको छ अरू त के भन्नु र बाटो त लभली छ बाइक बाटो दुइटै एकदमै बाटो चाहिँ ढुलो उठ्छ नि त त्यही भएर सँगसँगै जानुपर्ने हुन्छ कस्तो त एङ्गल मिलेको छ बाइक पनि दिएछ बाटो पनि ल बाटो चाहिँ एकदम रड्डी छ अरू त के भन्नु र यस्तोमा एकदम आफ्नो बाइक लाइसेन्स जोगाउनु पर्ने हुन्छ गाइज होइन टन्तलापुर घाम लागेको अवस्था साडी लाएर आए भने कालो चस्मा लाए भने पक्लक्कै ढाउँछ केटो धराम धराम अहिलेको चलचित्र फेमस हिट नेपालीकै गाइज जेस केही गर्छ है नेपालीले चाहिँ
टक्क तरिकामा मकै बारी दरम दरम यता पनि ल पकै उता पनि ल पकै यो केटाको जात्रा यस्तै दरम दरम अरे गाइस दरम दरम चियाबारी दरम दरम यार हामीलाई त के हो जहिले गौडा अस्तिको पालि पनि गौडा आएको होइन गाइस पानी नभएर टेन्सन तनाव हाम्रो केटाहरू चाहिँ रन्केर गएको छ किनभने रन्केर जान तिनीहरूलाई दिनुपर्छ किनभने उनीहरूको ठुलो खाँदै आउनु त भएन बरु हामी ढिलो जाने बिस्तारै जाने जसरी पनि हाम्रो गन्तव्य पुगिन्छ छिटो गयो भने पुगिन्छ ढिलो गयो भने पुगिन्छ त्यही भएर आरामले जाने आरामले जाने ओ नो क्र्याक भएछ So we are on the way off the Budabare main road. हाम्रो गाइजहरु चाहिँ गइसकेको रहेछ के भन्दैछ के भनेको साइड लाइट सुत्तो गाडी पर चाहिँ हाम्रो मामा हुनुहुन्छ अगाडि हेर त मामा हुनुहुन्छ एङ्गल मिलेको छ सुत्तो गाडी हाम्रो अगाडि चाहिँ मामा बस्न सक्नुहुन्छ मामा हुनुहुन्छ कता छ मामा हामीलाई नसमात्नुहोस् तपाईँको भान्जाले केही गरेको छैन मामा समात्नु भएन है मामा बुढो हामीलाई आशीर्वाद दिनुहोस् मामाले भान्जालाई छोडिदिनु भएको अवस्था मामाले भान्जालाई छोडिदिएको अवस्था अब त रन्का फुट्यो रन्का फुट्यो रन्का अङ्कल हेर त अङ्कल हेर सो गाइज मामाहरूले छोडिदिएपछि त हामी त रन्का फुट्यो रन्का गीत खतरा छ ल गाइज धैरी गाउँको कालो मडल रन्का फुट्यो रन्का साडी लाएर आयो भने कालो चस्मा लायो भने पक्लक्के ढौचकेटो दरम दरम गाइज हामी चाहिँ अब हाम्रो ओ माई गॉड अगाडि त हाम्रो यमराजी पो हुँदो रहेछ त ओ माई गॉड आउट अफ कन्ट्रोल भयो गाइस मेरो बाइक चाहिँ सुत्दै यो गाइस होइन हाम्रो केटाहरू अगाडि रन्किसकेको ओ के हो रेस गर्छ त अरे एन्टक छ रेस हो रन्को त एन्टक छ वा रेस पो हान्नु पर्छ र एन्टक छ यो त भएन नि हो एन्टक सर ओ रन्का पुट्यो रन्का त्यो गाइस हाम्रो केटाहरू चाहिँ अगाडि रन्किसकेको अवस्था होइन अरू त के भन्नु र त्यो गाइस तपाईँहरूलाई अब कति झ्याउ लाग्दो कुरा देखाइराख्नु होइन खालि बाटोको मात्रै तपाईँहरूलाई एकैचोटि सिनेमाटिक क्लिप देखाउँदै म टक्क पारामा अब सिधै हाम्रो अन द स्पोट बाइकको स्टियर हुन्छ कि खुसीको ग्यारेज हुन्छ बनाउनु जानुपर्ने छ त्यहीँ लगेर देखाउँछु म ओ माई गड जाम भयो त हौ गाइस रन्का पुट्यो रन्का पुट्यो रन्का सुत्यो गाइस
यति भन्दै द प्रोजेक्ट 07 ब्लग तपाईँहरूको सामुबाट एकछिनको लागि भए पनि बिदा हुन चाहन्छु। हस् त, नमस्ते। गाइस अहिले चाहिँ हामी टक्क पारामा खुसीको दोकान आइसकेको छौँ होइन। राइड पनि राम्रै भयो, सेफ राइडै भयो। अफरोड चाहिँ बबालै थियो भनौँ न, ठिकै भयो। राइड चाहिँ गौडा गएर औडा भयो। हाम्रो बाइक पनि बनिसकेको त्यस्तो भएछ हौ बर्बाद। सो त्यही हो गाइस आजको लागि यति भन्दै द प्रोजेक्ट 07 ब्लग तपाईँहरूको सामुबाट बिदा हुन चाहन्छ। हस् त, नमस्ते।